मेरो मिसेसको रिक्वेस्टमा चाहिँ यो मैले खोलिदिएँ है। सो हेलो वेलकम ब्याक टु माई मिनी भ्लग। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग रहेको छ। आज चाहिँ के गरेँ जे बिहानै उठेँ टक्कसँगले मेरो बाइकमा हल्का प्रब्लम आएको थियो। सो उठेर फ्रेस भएँ, नुहाइधुवाइ गरेँ अनि टक्क अब निस्किनु लागेको म है। यो चाहिँ मेरो लुकिङ ग्लास रहेको छ। अस्तिको भाँचिहालेँ कि लडेर पार्किङमा राखेको थिएँ, यत्तिकै भाँचिहाल्यो। सो त्यही भएर यो नयाँ लिएर आएको छु। आज के कस्तो हुन्छ एकचोटि चेन्ज हानिदिनु पर्ने हुन्छ, न्यू लुक्समा ल्याउनु पर्ने हुन्छ बाइकलाई टक्कसँगै। यो चाहिँ रहेको छ मेरो यात्राको सहारा टक्कसँगले। अस्ति हेर्न सक्नुहुन्छ यो भाँचिहाल्यो, यो यस्तो राम्रो भाँचियो कि। अनि यो अलिकति यो नि खोक्लो भयो कि पार्किङमा राखेको यत्तिकै भाँचिहाल्यो कि यस्तो तनाव दिएन सर आएर है टक्कसँगले। यसको लुक्स हेरेर त मारेको छ कि मारेको चाहिँ कुरै नगरौँ कि कुरै न। तर हाई म त थाकिसकेँ कि यो कसरी स्क्रैच भयो कि यस्तो तनाव भइरहेछ, सम्झिँदा नि आफूलाई गाह्रो भइरहेछ। सो लुकिङ ग्लास चाहिँ यो हो। यसको अगाडिको त यो फेर्नु पर्ने हुन्छ। टक्कसँगले म चाहिँ यहाँ आइसकेको छु। आइसकेर भाइले लुकिङ ग्लास हान्ने कार्यक्रम गर्दैछ। यस्तो गाह्रो कि यस्तो गाह्रो हाई अनि नोटोहरू पनि हल्का हल्का खुस्किएर छ। सो दाइलाई कस्तै हुनुहुन्छ। अनि यसो लुकिङ ग्लास लगाइसकेको छ टक्कसँगले यसरी देख्न सक्नुहुन्छ। अनि आफू नि यसो हेरेको छु, अवलोकन गर्दैछु है। तर मन शान्तै छैन कि त यस्तो साइडबाट कसरी लडे आएन मलाई थाहा भयो। अनि मेरो मिसेसले सिट खोल्नै भनेपछि म त्यही निर्णय गरेर मैले सिट खोल्ने विचार गरेँ टक्कसँगले। यसरी खोलेँ, हेर्नुहोस्। खोलिसकेपछि यसको रिजल्ट फाइनली यसको रिजल्ट चाहिँ यो हो। यसो देख्न सक्नुहुन्छ। सर पारेर अनि मैले माथि ध्वजा नि के भन्छ होइन त्यो पनि हालिसकेको छु। अनि पछाडिबाट चाहिँ यस्तो देखिन्छ किनकि सिङ्गल मात्र बस्नु मिल्छ, यहाँ चाहिँ डबल बस्नु मिल्दैन है। यति यसको फाइनल लुक्स देखिसकेपछि मैले टक्कसँगले निर्णय गरेँ डाँडामा गएर चिया खाएर फर्किन्छु भने एक्लै गएँ। एक्लै थिएँ, एक्लै र जाने निर्णय गरेँ टक्कसँगले। यसको फाइनल लुक्स पनि सबै यसरी देखाएँ मैले टक्कसँगले है। हातले भए पनि भिडियो बनाउनै पर्यो। यस्तो ठाउँमा गएपछि भिडियो किन नबनाउनु भनेर नि सोचे पनि फेरि हर्क सम्पाङलाई जस्तो गाह्रो पार्ने पो हो कि भन्ने पनि लाग्यो। एकछिन त हो नि भनेर मैले पनि यत्तिकै छोडिदिएर एउटा हातले भए पनि भिडियो त गरेँ। फाइनली डाँडा त पुगेँ। तर यति धेरै गर्मी थियो कि भनेर साध्यै नै थिएन कि कति धेरै गर्मी थियो भनेर टक्कसँगले मैले एस्ट्रिङ मगाएँ। अनि यसो भ्यू हेर्दै पनि एस्ट्रिङ मगाएर खाएँ टक्कसँगले। अनि प्लेन उड्यो कि मेरो मिसेसको याद आइहाल्छ। अनि मिसेसले सम्झिँदै प्लेन यही प्लेनमा गएको पो हो कि भन्ने पनि सम्झेँ। अनि मैले बाई बाई गरेँ।